जारी जारी गर्नु भएको हजुर ए हैन खुग्री उदाएन अनि उले होइन पहिले त त्यस्तो थिएन उदाउने थियो होला तर हैन पहिला त अनि जारी ल्याउँदा खुग्री उध्याउँथ्यो अरे नि त बाजे पहिले त त्यस्तो भन्दा खेथ्यो अरे नि त घर घरमा भनेर खुग्री लिएर घर घरमा आउँथ्यो अरे बाजे तर अहिले चाहिँ तपाईलाई चाहिँ घरमा आएन खुग्री ल्याएर बाजे आएन ए त्यो फेरि पहिले पनि नमिलेको अरे नि त ए बुढाबुढी नमिलेको जारी बुझाउनु बाजे जारी बुझायो कति बुझाउनु भयो बाजे जारी 450 बुझाएँ 450 बुझाउनु भयो जारी तर पहिलाको त धेरै हो होइन बाजे कताको त हजुर ए अनि सुँगुर लानु भएन बाजे भएन हैन सुँगुर हजुर बाजे ए अहिले ढोल नाचुङ बाजे त हिजोअस्तिसम्म ढोल नाच्नु भएको अहिले ढोल नाचुङ लाग्छ कि लाग्दैन बाजे होइन अझै पनि तर बिमारी छु र मात्रै अझै बिहे भएर नाच्नु त्यही त हिजो अस्तिसम्म ढोल नाच्नु भयो उयो नातिकोमा नातिनीकोमा 3 देखि भरे 7 बजेसम्म नाचेर गएको हैन यी नाच्नु भएको यहाँ तल हिजो अस्ति ए कलियामा यहाँ तल कलियामा नाच्नु भएको फेरि परो पनि थियो नि परो कति दिछौँ न कति पो एउटा त्यो डाँडाघरी नि मैलीको छोराको एउटा तलो बाटो ए यहाँ नाच्नु भएको त हिजो अस्ति त नाच्नु पर्छ यहाँ हिजो अस्ति अझै पनि पाएँ भने नाच्छु ढोल चाहिँ नाच्नुहुन्छ धान चाहिँ नाच्नुहुन्न धान चाहिँ धान नाच्नुहुन्छ धान पनि नाच्छु कहिले कहिले तर अहिले के नाचेर सुहाउँदैन अहिले सुहाउँदैन नाच्नु पान्थर गएको थियो कि ए पहिला बिहे गरेर गएको चाहिँ पान्थर बाजे थेपाङ गएको थियो हजुर हजुर थेपाङबाट पहिले जेठी सास लगेकोमा जेठी साससँग ऊ बिग्रियो कि नानी जन्माएर बिग्रियो त्यहाँदेखि त नानी पनि हेरस् ऊ पनि भनेर लगेको थियो उसको साली दाजुले लगेको मिलेन नमिलेपछि तपाईँले ल्याउनु भयो जारी मसँग फकाएर आफै फकाएर ल्याउनु भयो कि बाजे आफै फकाएर ल्याउनु भएको बोजूलाई होइन थियो साथीहरूले फकाइदिएको कुटुनीहरूले आफै बाजे आर्मीमा चाहिँ इन्डिया आर्मीमा चाहिँ कति वर्ष काम गर्नुभयो बाजे म इन्डिया आर्मी पनि होइन असम भनेको कसको हो आर्मी नै हो इन्डियाकै होइन र इन्डियाकै अनि पेन्सन खानुहुन्छ नि त बाजे तपाईँले मैले 18-19 वर्ष गरेँ गर्नुहुन्छ अनि पेन्सन खानुहुन्छ कि खानुहुन्न नि अलि पेन्सन बिलो खानु पुग्दैन बाजेलाई हजुर भात पनि खानुहुन्छ नि त पुग्छ खानु त यसो मासु भात खानु त पुग्छ नि बाजे पुग्छ बाँड्नु चाहिँ पुग्दैन बाँड्नु अरूलाई बाँड्नु चाहिँ पुग्दैन मासु भात खानु चाहिँ पुग्छ बाजे ए अहिले ढोल नाचुङ बाजे त हिजो बाजे कहाँसम्म पुगेर आउनु भएको र अहिले पर चोकमा